गरिदिनु मात्रै हो म त घर पूजा गरेँ नि अब 8 बज्छ घरको धन्नै भ्याउँदा यो त मङ्गल चौथीको दिन त बिहान भोरि लाउँछ क्या सबै कुरा जुटाएर जुटाउनु पर्यो अनि त्यहाँबाट ऊ चाहियो बाबुलाई कि त्यही बेला एकातिर हिँड्ने बेला हुन्छ कि त्यही दिन मान्छे आएका हुन्छन् कि त्यही दिन के भएको हुन्छ अनि त्यहाँबाट आफ्नो काम गर्ने कि उनीहरूको वरिपरि पुऱ्याइदिने कि अनि जस्तो जाने त्यस्तै गऱ्यो भने नमस्कार गर्नु सक्ने मैले मङ्गल चौथी त यहाँ उहाँ त सबैले गर्थेर हाम्रो त यो गाउँमा कसैले गर्दैनन् हुन्थ्यो र अनि पण्डित मन्दिरमा सबै धुइरो लाएर गइन्थ्यो पूजा गरेर जहाँसुकै अब त्यही पल्लो गाउँमा नि आफ्नो ओडी छन् त्यहाँ माथि जान्छन् नभए त्यहाँ पूजा गर्छन् अनि सट्टै निस्केको निस्कै हुन्छ के अनि यहाँ त कोही पनि भइँदैन तपाईँ म लौ भनेपछि के अब काम मिल्छ त के अब दुईजनालाई पण्डित पनि कहाँ आउँछ अनि त्यहाँ त्यही यसो दियो कलशलाई यताउता गरौँ न त भन्ने त गरिदिन्थ्यो कि यिनै पाराले नि सबै विधि चाहिँ नगरेर ल ठुल्ठुलो गरिदिनु भने नि नाइनासी चाहिँ गर्ने थिएन कि गरिदिन्थेँ यिनीहरूले नि आभा म गरिदिन्थेँ गरी गर्दै थिएँ छोराछोरी सानो हुँदा छोराछोरीले दिँदैन भन ठुला भएपछि भ्याइँदैन बरु साना छँदै भ्याइन् कि बरु जतासुकै म त यहाँ आएपछि त धेरै जस्तो खाइ नपाउने कि अनि चाहिँ यिनै फलफुलेकी दिदीकी बुहारीले फोन गर्छिन् कि दुईवटा त थाहै पाइनँ अनि तिनले फेसबुकमा हालेको देखेर अनि बल्ल मङ्गल चौथी हैछ त सानो भनेपछि तिमीहरू मैले सँगै लिएको हो अनि यतिवटा भयो दिदी भन्छन् अब त थाहा नपाएपछि मङ्गलबार त व्रत त बस्छु भयो नि लड्डु सड्डु चढाउन नपाउने कि अनि आजभोलि त तिमीले फोन गरिदिन्छन् पहिलो थापामै जानु भने दिदी चौथी भयो एक्काइसवटा पुर्याउनु पर्छ भन्छ कि मङ्गल चौथी त एक्काइसवटा त पुर्या होला नि फेरि पुग्न त सबैको पूजा गर्न त कहाँ पाइयो त नि एक वर्ष साइला देवको उसमा गरिएन एक वर्ष सासूकोमा गरिएन अब परार साल यहीँ घरको गरिएन 3 वर्ष त गर्नै पाइनँ मेरा नि कतिवटा भइसक्यो त्यहाँ एकाउन्टमा पैसा राखिदिन्छु मैले नि त्यही डब्बामा पैसा सँगालिन्छु गाई जितेदेखि त पैसा नै राखेको तिनले भन्छन् यतिवटा भयो भन्छन् भइहाल्यो तिमी नि पहिले नसुनी भएर रोकिन्थ्यो पहिला त नसुनी होला नि रोकिन्थ्यो कोही त 8 वर्ष त नसुनी सुकेकै भइसक्यो अहिले त 60 वर्षकालाई वृद्ध हत्ता दिने भन्ने कुरो छ तल्लो जातिलाई होला हामीलाई दिन्थ्यो खोइ बुझ्न पर्ला तल्लो जातिलाई त दिइराखेको छैन पहिले 60 वर्ष आएर दिइराखेको छैन कि उसले त त्यही जेठी बोले त हामी त बिउता भत्ता आउँछ मेरो त तिमी कहाँ 70 पुग्छौ भत्ता बाँडेको रहेछ आज गएपछि भिड मुर्दा चेक सकिएको भत्ता लिनेको भिड तपाईँ बिजनगर हो कि रामपुरा हो र भत्ता बुझ्ने त विजयनगर हो चल्ती खाता त रामपुरै छ नि त खर्च पानी सिद्धियो त निकाल्ने भनेको त्यही हो होइन बाँडिराखेको रहेछ भत्ता त मान्छे अलिक सोधिराख्नु हुन्थ्यो मलाई 15 गतेर भनेको नि त अब हिजो नि सोध्नु भत्ता बाँड्दैन बाँडे खाएर यसपालि विजयनगर नि बाँडे खाएर 15 गतेर भनेको रामपुर नि बाँडेको रहेछ भत्ता 15 गतेर भनेको त कान्छ भयो भने ए ल फेरि यहाँ नफुल्दैछन् उहाँ दिँदैन कि फेरि कान्छ भने यो पहिला यहाँका बासिन्दा भएर होला नि यहाँ नफुलेछन् उहाँ दिँदैन बाँडिराखेको छ भिड भयो सन्त निकाल्नु आज यहाँ गइहाल्छ म त
त्यही यो महिनाको लास्टमा जान्छु, कहिले खाँचो भयो जान्छु। हिराले ढिकुरी बसाउन दिदी भन्दैछ, ढिकुरी बिरामी कहाँ यता कि कहाँ छ कि पहिला पसिदिएँ महिनाको 3000को बुझी लास्टको बुझ्नेहरूमा आउँदै त्यो महिना खाने मान्छे लास्टको ठाउँमा थियो। पुसामा खाने मान्छे भएन र पुसा दिएर अनि बनाइहाल्यो। एउटा घाँटीले बनाएर आधी तोलाको भइहाल्यो नि। त्यही अघि पुस्ता हालेर ग्यारेन्टी ल्याएको थिएँ पराएर फेरा 2 लाएँ, अलिअलि पसिना पऱ्यो भने त निलो भइहाल्यो। खानु छैन भनेर अनि फेरि त्यो बाहिर पालिस गरेको नि उ गरिनँ कि पुरै सुनको बनाएँ। 1,54,000 त आधी तोला 2,60,000 तोला थियो त्यतिखेर। अब अहिले 3 आगो नि अहिले त बनाउन सक्ने भए त अरूलाई दिने बेला एउटा सिक्री ड्याममा बनावा भन्ने त जस्तो हुन्छ। त्यो भुजेनीलाई दिने बेलामा त त्यो बेलामा त 72,000 तोला थियो। 60,000 तोला हुँदा 9 गेडी बनाएँ। अझ 42,000 तोला हुँदा यो औँठी र कानाका बनाएँ। 2 जोली बनाएको थिएँ कानाका। इन्डियाबाट ल्याएको 1 जोली थिएँ, 3 जोली खिचेर अनि त्यही घाँटीको बनाएको त यहाँ रामपुरकाले कम लुट्यो। 1 तोला 4 लाल थियो, 1 तोला 4 लालको त्यही हो बनाइदिएको त गित्त मेरो के के यहाँ आमाले बाटा हिँड्ने त्यसरी त खुइला मैले 1 तोलाको त्यो पहिला कति 9 लाल हो कि कति त खाइदिएको नि बाटा हिँड्ने सफा गरिदिन्छु भनेर। त्यसपालाई त दिने आमाले टक्क टर्काउनु भयो के अन्त मेरो पनि गरम है त भनेको गर्ने भए गरिदिनुहोस् गर्नुभयो। पछि त हाबी आमा छोरीकोबाट आमा छोरी सासू घरीकोबाट खायो नि सर्लकै। पछि त रामपुरमा गएर तौली देखाएर त 9 लाल हो 10 लाल घटेको छ नि। तपाईँले जति लाग्नु घट्दैन यत्रो बाटा हिँड्नेलाई बनाउनु भयो देशीलाई दिनुभयो भन्छ हुँदै होइन भनेर ठोक्कुवा पहिला। अनि किन होइन यत्रोसँग त जति तपाईँले यो थिए पनि घट्दै घट्दैन कसरी होइन भन्नु त भनेर बाबेको दिएकै हो। त्यहाँ त्यो एउटा छ त्यो रोशनी सुनचाँदी पसल भन्ने त्यसमा त्यो दाइको किरिएमा दाइ बितिएला त्यो किरिएमा यो मुन्द्रो खोलिदियो नि त। 15 लालको मुन्द्रो थिएँ कि पहिला 1 जोली बनाएर ल्याएको थिएँ। त्यतिखेर खोलिदिएँ है। अनि त्यही केटीलाई त्यसैलाई कान्छी हेर्दैन पो होला यसैले भनेर राखेको थिएँ भुजेलनी ब्याग हेर्न जान हिँडी थिएँ भुजेलनी ब्याग चुप लाएर बस्नु त केटीको बिहे र गतिलो छैन। अहिले कान्छान छेडिदिने सुन लगाइदिने अनि त्यहाँ सट्टै निस्केर जान्छु भनेर कराएँ। हुन त हो 1-2 वर्ष बस्छु अनि छेडिदिउँला भनेर सम्झेँ। अनि पछि त केटी गएपछि लाउन गएको त ती बुढाबुढी रहन्छन् त भान्जो चाहिँ रहेछ। लगाइदियो भनेको त क्याट्ट गरो है टुप्पो काटेर राखेछ त्यो मुर्दाहरूले कहाँ बुद्धि आएको होला खोल लेतो टुप्पो दिइहाल्यो भनेर त्यही बेला गालामा पड्काइनु पर्ने छ। यताको बटारी फुत्काएछ यताको त क्याट्टै गरेको हो कि नानीलाई लिएर गएको थिएँ अर्को देख्ने मान्छे कोही छैन थिएन। अनि पछि त घर आउँदा त यो त निटिक्कै अनि यो त कान त तपाईँको गिँडेखा त यसले यो त पहिला त यस्तो खोकुलो थियो त दिदी भनी अनि यसो ऐना हेर्छु छान्छु भन्दा त कान त निटिक्कै गिँडेखा फेरि। त्यहाँ फेरि कान्छो आएको बेला यो यस्तो भयो कान्छा भनेको अनि लएर खोलेर अनि त्यो 15 लालको 12 लाल थियो कि 3 लाल त निकालिहालेँ। अनि जोख्दा 12 लालको थियो अनि 14 लालको बनाएको 1 जोली मेरो तर्फबाट पनि लाउनु भनेर अनि 1 जोली बनाइदिएँ। यही हो छोराबुहारीले बनाइदिएको। आमा सम्झने आमाले बनाइदिनुहुन्छ फुरु बुढाले बेच्दै खाइदिँदै गरेर हैरान पारे पहिला बुढा बितेपछि बनाएको 9 गेडी आमाले बनाइदिनु भएको। 9 गेडी र त पिस्टलको 10वटा गेडा बनाइदिनु भएको थियो त्यो पनि खिचेँ। बुद्धि कहाँ जाने मान्छेको है त्यति नखिचे होला अहिले। ए गङ्गेश्वर यतै छ। गङ्गे कहाँ छ? गङ्गा छ आज जाने
पाइएन अनि नचुनी बनाएँ अब उसलाई दौडी छ आफूलाई हुन्छ अब बस बुवा भोलि पर्सि जाने ज्वाइँ दिदी ल्याएर नखाने कुन देख्छ अनि सरलाका बुढा नि सरलाई त जान पाउँथ्यो होला नि पाउँथे पढाइ सकि छैन पढाइ पनि पढ्दैछ पढाइ त कहिले सकिन्छ मास्टर गर्ने भइसक्यो उता अप्लाई गर्नुपर्छ त्यहाँनिर फेरि अर्का देशमा त्यही छ नि भन्ने बित्तिकै कहाँ हुन्छ र हुन्न त केरलाको त सानो मान्छ कि चित्त परेर गएकालाई सबै परिवारै जान पाइने हुन्छ फेरि पढाइमा होइन हाम्रो त्यत्तिकै त्यो ख्याल गर्दा गर्दै त्यत्तिकै भर्नुको सट्ट पढेर जानुको क्या ज्वाइँ नत्र ब्याङ्कको म्यानेजर बसेर खाइराख्नुको मान्छे हो त्यत्तिकै एउटा गोडाकोटको साथी लिएर उहाँले त्यत्तिकै यसो भरममा त के हुँदो रहेछ भनेर दुईवटालाई परेको चित्त परेरै जानु चिट्टा भन्नाले नि त्यत्तिकै वर्किङ जस्तोमा कि त्यो पढाइ सढाइ नगरिकन त्यही वर्किङमा राख्नु र पढाइ भइहाल्छ भनेर उ गरेको थाहै थिएन भिजन आउँथ्यो त हामीलाई त कोसालाई त्यत्तिकै उ गरेको हुन्छ कि हुन्न भनेर त्यत्तिकै दुईवटा ठट्टा जस्तो गरेर त्यसरी हुन्छ कोहीलाई कतिचोटि गर्दा अन्त अरू त त्यत्तिकै बरु म पढेर म जानुपर्छ त्यहाँ भन्ने कुरो नानीले म पढ्दैन यहीँ भइरहेको छ मलाई अनि के नाम गर्न पर्यो अलिक पढ अन्त पछि अलिक पछि त्यति गर्ने गरौँ न भन्न उता विदेश जान नि अप्लाई गर्न नि दिनुहुन्न गर्दै थिएँ भन्न त एक्कासी त ल त्यत्तिकै हामीले यस्तो यस्तो गर्छौँ भिजा आयो भन्छन् क्या भाग्यमा भएछ हुन्छ त त्यो पढ्छु भनेर उसको चाँडै एक्लै गर्नु भएन अथवा उहाँ नि नमिलेर नि होला अब अहिले चाहिँ एक्लै चिसो हावा लाग्यो है जाडो आयो अब हावा लाग्यो पानी आउन अनि अहिले चाहिँ अब अप्लाई गरेको हुन्छ अब कति समय लाग्ने काम लाग्छ ध्याप होला नहोला हाम्रो त्यस्तै नपताइ एप्लाई गरेपछि पढारमा जाँदाखेरि एक हप्ता निस्केको थियो आइतबार एप्लाई गरेको शुक्रबार त भित्र आएको छु त्यहाँदेखि त्यो पहिला